हेलो इट्स मी सनी अनि मेरो चाहिँ फर्स्ट भिडियो हो यो चाहिँ मैले युए हुँदाखेरि बिचमा जाँदाखेरि बनाएको भिडियो थियो। त्यसलाई नै अलिअलि जोडेर युट्युब च्यानल अपलोड गर्दौँ भनेर मैले बनाएको हो। अनि म चाहिँ यो दिन बिच घुम्न गएको थिएँ एकजना भाइ अनि बहिनीसँग। धेरै रमाइलो भयो यो ठाउँमा जान, मलाई धेरै मन थियो बिचमा जानलाई। 2 वर्ष युए बस्दाखेरि पनि 2-3 पटक चाहिँ गयो होला बल्ल तल्ल। गर्मीले गर्दाखेरि हिँड्नै मन नलाग्ने, युएको गर्मी त हजुरलाई थाहा नै होला। त्यही हो, जाने फोटो खिच्ने भिडियो बनाउने, यसरी स्यान्डमा नाम लेख्ने खुब रहर थियो सानो बेला। त्यो चाहिँ पुरा गऱ्यो। भ्यूहरू पनि एकदमै राम्रो थियो, बिल्डिङहरू खतरा खतरा देखेर यसो फोटो भिडियो पनि लिइहालेको। म चाहिँ अलि फोटो र भिडियो धेरै खिच्न मन लाग्ने मान्छे। आफू पनि खिच्दिनँ, अरूलाई पनि खिच्न लगाउने दिक्क लगाउँथ्यो होला सायद, मलाई त्यस्तो लाग्थ्यो। किनभने म खिच्न लाग गर्थेँ नि त। आफूलाई भ्यू मन परेपछि फेरि जता पनि ल खिचिदेऊ न भनिहाल्ने मान्छे हो कि म चाहिँ। हेर्नु न भ्यू चाहिँ कति राम्रो हो कि, त्यही भएर भिडियो फोटो चाहिँ बनाइहाल्थ्यो। हेर्दा घर फर्किने बेला नै भएको थियो, ईदको बेला थियो सायद। त्यो बेला डेकोरेसनहरू राम्रो गरिरहेको थियो। अनि हेर्नु न म जता पनि रेडी, अलिकति केही राम्रो त देख्नै हुन्न, भिडियो फोटो बनाइहाल्ने अगाडि भाइ हिँडिरहेको छ। अनि उहाँ भाइ चाहिँ म अफिसमा काम गर्दाखेरि जान्थेँ, त्यही बेला चिनेको भाइ हो। एकदम मिल्ने छ यो भाइ पनि। अहिले चाहिँ ऊ चाहिँ युएमै छ, काम गरिरहेको छ। अनि त्यही हो, बाबा घर फर्किँदाखेरि चाहिँ बाटोमा यस्तो राम्रो देखेर डेकोरेट भएको देखेर चाहिँ अनि भिडियो लिएको थिएँ। म चाहिँ अबुधाबीमा बस्थेँ। बिच घुमेर रुम फर्कँदाखेरिको दृश्य हो यो। ओके गाइज, आई विल बी ब्याक इन अनदर मिनी भ्लग। थ्याङ्क यू फर वाचिङ। टाटा बाई बाई।